हिमालको काखमा बसेको एउटा सानो गाउँमा दुई भाइ बस्थे। जेठो भाइको नाम धर्मराज थियो र कान्छोको नाम धनराज। दुवै भाइ एकै माटोमा हुर्किए, एकै आमाबुबाको माया पाए, तर तिनीहरूको जीवनको बाटो एकदम फरक थियो। धर्मराज बिहान उठ्ने बित्तिकै मन्दिरमा दियो बाल्थे, गरिबलाई रोटी बाँड्थे। बाटोमा हिँड्दा पनि कसैले सहयोग माग्यो भने आफ्नो झोलामा जति थियो सबै दिइहाल्थे। उसको घरमा धेरै धनदौलत थिएन, तर मुटुमा शान्ति थियो। रातमा सुत्दा उसको निन्द्रा गहिरो हुन्थ्यो, किनकि उसको अन्तस्करण सफा थियो। धनराज भने फरक थियो। उसलाई धनको लालच थियो। ऊ बिहान उठ्ने बित्तिकै आफ्नो पसलमा जान्थ्यो र ग्राहकहरूलाई ठग्ने उपाय सोच्थ्यो। तौलमा कम दिने, नक्कली सामान बेच्ने र गरिबहरूबाट ब्याजमा पैसा लिएर तिनीहरूलाई सताउने काम उसको दिनचर्या बनिसकेको थियो। उसको घर सुन चाँदीले भरिएको थियो, तर मुटुमा शान्ति थिएन। रातमा उसलाई नराम्रो सपना आउँथे। एक दिन गाउँमा एक साधु आए। उनको लुगा फाटेको थियो, शरीर कमजोर देखिन्थ्यो, तर आँखामा अनौठो चमक थियो। साधु गाउँको चोकमा बसेर भन्न थाले, म तपाईहरूलाई एउटा रहस्य बताउन आएको छु। यो संसारमा जे गर्छौं त्यसको फल पाउनै पर्छ। पाप गर्नेले दुःख पाउँछ र पुण्य गर्नेले सुख पाउँछ, तर यो फल कहिले आउँछ, कसरी आउँछ त्यो कसैलाई थाहा हुँदैन। धर्मराज साधुको कुरा सुनेर प्रणाम गर्न गयो। उसले साधुलाई घर निम्त गर्यो र आफ्नो सानो झोपडीमा सत्कार गर्यो। धनराज भने टाढेबाट हेर्दै हाँस्यो र भन्यो, मूर्ख भाइ, यी साधु सन्यासीहरूको कुरा सुनेर के हुन्छ र? म त आफ्नो पसलमा पैसा कमाउँछु, त्यही ठिक हो। केही महिना बित्यो। एक दिन धनराज आफ्नो पसलमा बसिरहेको थियो। एक वृद्ध महिला आइन् र भनिन्, बाबु, मलाई अलिकति चामल चाहिएको छ। म तिम्रो बुबाको साथी हुँ। मेरो छोरा विदेशबाट पैसा पठाउँछ, तर अहिले आएको छैन। के तपाईँ मलाई उधारो दिनुहुन्छ? धनराजले तौल झुटो गरेर कम चामल दियो र भन्यो, यो ल्याऊ, तर ब्याज तिर्नु पर्ला है। वृद्ध महिला रुँदै गइन्। त्यही दिन साँझ धनराज घर फर्किरहेको थियो। अचानक उसको खुट्टा चिप्लियो र ऊ खोलामा खस्यो। धारा तीव्र थियो, ऊ डुब्न लागेको थियो। त्यसै बेला धर्मराज त्यहाँबाट जाँदै थियो। उसले आफ्नो भाइलाई डुबिरहेको देख्यो र तुरुन्तै खोलामा हाम फाल्यो। उसले धनराजलाई बचायो, तर आफू घाइते भयो। धनराज बच्यो, तर उसको सबै पैसा पानीमा बग्यो। उसको झोलामा राखेको सबै सुनको सिक्का खोलाले लग्यो। ऊ घर पुग्यो र रुन थाल्यो। धर्मराजले भन्यो, भाइ, रो नपर्ने, ज्यान बाँचेको छ, त्यही ठुलो कुरा हो। तर धनराजको मुटु परिवर्तन भएन। ऊ फेरि आफ्नो पुरानो बाटोमा लाग्यो। उसले फेरि ठगी गर्न थाल्यो, झुटो बोल्न थाल्यो। केही समयपछि गाउँमा भयंकर खडेरी पर्यो। खेतमा अन्न उम्रेन, मानिसहरू भोकै बस्न थाले। धर्मराजले आफ्नो थोरै भएको अन्न पनि गरिबहरूलाई बाँड्यो। उसले आफू भोकै बसेर पनि अरूलाई खुवायो। धनराज भने आफ्नो गोदाममा अन्न लुकाएर राख्यो। उसले मानिसहरूलाई धेरै महँगोमा बेच्न थाल्यो। पैसा छ भने किन, छैन भने मर, उसले भन्थ्यो। एक रात धनराजलाई एउटा भयानक सपना आयो। उसले देख्यो कि ऊ एउटा अँध्यारो खाडलमा परेको छ। चारैतिर आगो बलिरहेको छ। उसले सहयोगको लागि कराइरह्यो, तर कोही आएन। उसले देख्यो कि उसले ठगेका सबै मानिसहरू माथिबाट हेर्दै हाँसिरहेका छन्। ऊ त्रासमा बिउझ्यो। उसको शरीर पसिनाले भिजेको थियो। बिहान उठेर धनराजले आफ्नो गोदाम खोल्यो। उसले देख्यो कि सबै अन्नमा किरा लागेको छ, सबै सडेको छ, एउटा दाना पनि खान लायक छैन। ऊ त्यहीँ बसेर रोयो। उसको सबै सम्पत्ति नष्ट भयो। त्यसै बेला धर्मराज त्यहाँ आयो। उसले भाइको अवस्था देख्यो र भन्यो, भाइ, यो संसार यस्तै हो, जे बाउँछौ त्यसै काट्छौ। तिमीले मानिसहरूलाई दुःख दियौ, अब तिमी आफै दुःखमा छौ, तर अझै ढिलो भएको छैन। धनराजले आफ्नो भाइलाई हेर्यो। पहिलो पटक उसको मुटुमा पश्चाताप जाग्यो। उसले भन्यो, दाइ, मैले गल्ती गरेँ, मलाई माफ गर्नुस्, अब म के गर्नुपर्छ? धर्मराजले मुस्कुराउँदै भन्यो, भाइ, गाउँमा जाऊ र तिमीले ठगेका सबैसँग माफी माग। अब सत्यको बाटोमा हिँड, गरिबलाई सहयोग गर, यो ज्यान छ, त्यसमा पुण्य कमाऊ। त्यस दिनदेखि धनराज परिवर्तन भयो। उसले गाउँका सबै मानिसहरूसँग माफी माग्यो। जसलाई उसले ठग्यो तिनीहरूलाई फिर्ता दिने कोसिस गर्यो। उसले मन्दिरमा जान थाल्यो। उसले गरिबलाई सहयोग गर्न थाल्यो। केही वर्षपछि गाउँमा त्यही साधु आए। उनले धनराजलाई देखे र मुस्कुराए।
साधुले भने, छोरा, तिमीले आफ्नो पाप धोएर पुण्यको बाटो रोज्यौ। यो धेरै ठूलो कुरा हो। मानिस गल्ती गर्छ, तर महत्त्वपूर्ण के हो भने त्यो गल्तीबाट सिक्नु हो। धनराजले साधुलाई प्रणाम गर्यो र भन्यो, गुरुदेव, म अब बुझेँ, धन सम्पत्ति क्षणभङ्गुर छ, तर पुण्य हाम्रो साथ रहन्छ। मेरो दाइले मलाई सही बाटो देखाउनुभयो। साधुले दुवै भाइलाई आशीर्वाद दिएर भने, संसारमा पाप र पुण्य दुवै छन्। हामी कुन बाटो रोज्छौँ त्यो हाम्रो हातमा छ। तर याद राख, पाप गर्न सजिलो छ, तर त्यसको फल डराग्लो हुन्छ। पुण्य गर्न गाह्रो छ, तर त्यसको फल मिठो हुन्छ। त्यस दिनदेखि दुवै भाइ मिलेर बस्न थाले। धनराजले आफ्नो नयाँ जीवन सुरु गरे। उसले एउटा सानो पसल खोल्यो, तर अब ऊ इमान्दार थियो। उसको घरमा पहिले जस्तो धेरै धन थिएन, तर मुटुमा शान्ति थियो। रात पर्दा उसलाई राम्रो निन्द्रा आउन थाल्यो। एक दिन एउटा धनी व्यापारी गाउँ आयो। उसले धनराजको इमान्दारिताको बारेमा सुन्यो। व्यापारीले धनराजलाई आफ्नो साझेदार बनायो। धनराजले इमान्दारितापूर्वक काम गर्यो र बिस्तारै उसको जीवन सुधार्न थाल्यो। धर्मराज त्यही साधारण जीवन बिताइरह्यो। उसले अझै पनि हरेक बिहान मन्दिर जान्थ्यो, गरिबलाई सहयोग गर्थ्यो। उसको जीवनमा कुनै ठूलो परिवर्तन आएन, तर उसको मुहारमा सधैँ मुस्कान थियो। वर्षौंपछि दुवै भाइ बुढा भए। एक दिन तिनीहरू सँगै मन्दिरमा बसेर कुरा गरिरहेका थिए। धनराजले भन्यो, दाइ, मैले जीवनमा धेरै गल्ती गरेँ, तर तपाईले मलाई सही बाटो देखाउनुभयो। अब म बुझ्छु कि सच्चा सुख धनमा होइन, सदाचारमा छ। धर्मराजले भाइको काँधमा हात राखेर भन्यो, भाइ, संसारमा पाप र पुण्य भन्ने दुईटा बाटो छन्। हामी कुन बाटो रोज्छौँ त्यो हाम्रो स्वतन्त्रता हो। तर याद राख, पाप गर्न सजिलो छ, तर त्यसको फल डराग्लो हुन्छ। पुण्य गर्न गाह्रो छ, तर त्यसको फल मिठो हुन्छ। दुवै भाइ त्यहाँ बसे र सूर्यास्त हेरे। गाउँका मानिसहरू तिनीहरूलाई सम्मान गर्थे, किनकि धर्मराज सधैँ पुण्यको बाटोमा थिए र धनराजले पाप छोडेर पुण्यको बाटो रोजे। यो कथा गाउँमा पुस्तादेखि पुस्ता सुनाइन्छ। मानिसहरू भन्छन्, पाप र पुण्य हाम्रो आफ्नै कर्मको प्रतिफल हो। जस्तो बिउ रोप्छौँ, त्यस्तै फल काट्छौँ।